सबैलाई नमस्कार, स्वागत छ मेरो ब्लगमा। फेरि पनि के छ, सबैजना आरामै हुनुहुन्छ? म पनि आरामै छु। अनि आज फुलपातीको सबैजनालाई धेरै धेरै शुभकामना। फुलपाती मनाउनको लागि चाहिँ आज हाम्रो गाउँमा माथि रागो चाहिँ बुढी काटेको छ रे। त्यति जाँदैछु, भिडियो हेर्दै गर्नु होला है त। लोकल जेन्जी बोइलरले उता सकिहाल्यो, हामी लोकलतिर लाग्नुपर्छ क्या। नरम परम मिलाएर अब जोखाएर उ गरौँ। मान्छे छैन होइन, मुझे खतरै जनसङ्ख्या भएको देश हो नि त लखनेम्पा खै नाम पनि कति हो, लखनेम्पा सोच्छु नि हेरौँ नाम खाइराख्छ नभए पुरै चाहिँ राम्रो एक जोखे पुगेर आउँछु क्या एकैछिन। घरकोहरूले पनि अब फुलपाती खाँदै गर्छु अन्त नदी जाने तपाईँले केही खाँदैन, हाम्रो अहिले हाले कति धार्मिक माइनस भइसक्यो त्यो यो सबै रेडी भइसक्यो। एकजना मलाई साथी चाहिन्छ यो काट्नुलाई, अब पक्रिनु ल ल ल सबैले मिलेर गर्नु पर्यो नि हौ। ल है साथीहरू, हामी चाहिँ मासु लिएर फर्किसकेछौँ।